हेलो साथीहरू, वेलकम माई ब्लग। अनि सबैजना आरामै हुनुहुन्छ त? आशा गर्छु सबैजना आरामै हुनुहुन्छ होला र सबैको दिन चाहिँ राम्ररी बितोस्। आज चाहिँ मेरो फास्टिङ थियो। कामसाम सकाएर पूजासुजा गरेँ। त्यसपछि म चिया पानी खाएर पसलतिर लाग्न आँटेको थिएँ, तर खुट्टामा कलर नलागेको कारणले म बसेँ कलर लाउनलाई। यो लगाइसकेपछि चाहिँ पसलतिर लागेँ। अलि ढिलो भइसकेको थियो। लागेपछि चाहिँ त्यसपछि बहिनी पसलमा बसिरहेको थिएँ। अनि मेरो हातमा मेहदी लगाइदिए भनेपछि उसले लगाइदिए। त्यसपछि म आफ्नो काममा बिजी भएँ। काममा बिजी भइसकेपछि अनि एकछिन चाहिँ मेरो श्रीमान चाहिँ आउनुभयो। अनि आउनु न टिकटक बनाउन भन्दाखेरि मुड छैन भन्नुहुन्छ। अनि त्यसपछि चाहिँ पसलको कामसाम सघाएर घरतिर लागेँ। घरतिर लागिसकेपछि फेरि मलाई रिटर्न पसल आउनु परेको थियो। त्यसपछि गएँ हटियातिर। अनि म र नन्दा यहाँ हेर्नु न सब्जी लिएर गद्दा बोकेर आएको छु।